नमस्कार, खबर किल्ला न्युजमा यहाँलाई स्वागत छ। म विमल जैरू। डडेलधुरा सदरमुकाममा रहेको माउन्टेन इङ्ग्लिस मिडियम बोर्डिङ स्कुलले कला कौशल विज्ञान प्रदर्शनी फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। माउन्टेन माविले विज्ञान तथा प्रविधिक युग सुहाउँदो गुणस्तरीय शिक्षालाई झन प्रभावकारी ढङ्गले अध्ययन अध्यापन गराउने उद्देश्यले अनुसन्धान तथा खोजमूलक कला विज्ञान तथा प्रविधिको प्रदर्शनी गरेको हो। कला कौशल विज्ञान प्रदर्शनी फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्काले गर्नुभएको थियो। एक रिपोर्ट। डडेलधुरा सदरमुकाममा रहेको माउन्टेन इङ्ग्लिस मिडियम बोर्डिङ स्कुलले कला कौशल विज्ञान प्रदर्शनी फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। माउन्टेन माविले विज्ञान तथा प्रविधियुक्त सुहाउँदो गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी ढङ्गले अध्ययन अध्यापन गराउने उद्देश्यले अनुसन्धान तथा खोजमूलक कला विज्ञान तथा प्रविधिको प्रदर्शनी गरेको हो। उक्त प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरूले फुड फेस्टिभलमा राखिएका खानेकुराहरू विद्यार्थीले स्टल मार्फत बिक्री समेत गरेका थिए। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले तयार पारेका विभिन्न वैज्ञानिक सामग्री, सृजनात्मक कलाकृति तथा शैक्षिक परियोजनाहरू प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनीमा विद्यार्थीहरूको सृजनशीलता, वैज्ञानिक सोच र प्रतिभा झल्किने विभिन्न नमुनाहरू प्रस्तुत गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ डडेलधुराका प्रमुख खड्क बहादुर महताको भनाइ छ। माउन्टेन इङ्ग्लिस मिडियम बोर्डिङ स्कुलमा आइरहेका छौँ। यहाँ चाहिँ हामीलाई पनि आमन्त्रण गर्यो, जसका माध्यमबाट विद्यालयको विज्ञान प्रदर्शनी, विद्यालयको फुड फेस्टिभल लगायत सांस्कृतिक कार्यक्रमहरू झल्किने अत्यधिक रमाइलो राम्रो छ। र यसका साथसाथै म यो के भन्न चाहन्छु भने हामी 10-20 वर्ष अगाडि पढ्दाखेरि यो यस्तो किसिमको चाहिँ प्रगति देखिएको थिएन जुन आजका बच्चाहरूले यो चेन्ज गरेको छ। यसका साथसाथै अबको नयाँ युगमा चाहिँ बच्चाहरूले यति प्रगति गर्दो रहेछन् कि हामी पुराना मान्छेहरूबाट यो चेन्ज केही नहुने जस्तो मलाई अपेक्षा लागेको छ। र यसका साथसाथै विद्यालयले जो प्रगति गरेको छ यो प्रगति आगामी दिनमा पनि गर्नुहुनेछ भन्ने हाम्रो जोड पनि के छ भने यो प्राइभेटलाई पनि यदि सरकारी लगिन सक्यो भने यो हाम्रो ट्रान्सफर अफ नलेज हुने थियो भन्ने जस्तो अपेक्षा लागेको छ। यो अपेक्षाका साथसाथै हामी पनि पोलिसी लेभलमा जहाँ काम गर्छौँ त्यहाँ चाहिँ यस्ता कुराहरू उठाइ चाहिँ यो सम्पूर्ण विद्यालयको सिस्टम शिक्षाको सिस्टम एउटै बनाउने पक्षमा लाग्नेछौँ भन्ने विश्वास लिएको। कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सामाजिक राज्य मन्त्री सरस्वती खड्का रहेकी थिइन्। उनले विद्यार्थीहरूले तयार पारेका विभिन्न वैज्ञानिक सृजनात्मक कलाकृति तथा शैक्षिक परियोजनाहरू प्रदर्शनीमा राखिएका सामग्रीहरूको अवलोकन गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा अनुसन्धान गर्ने क्षमता, आत्मविश्वास र व्यावहारिक ज्ञान बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने राज्य मन्त्री खड्काले बताइन्। माउन्टेन इङ्ग्लिस मिडियम बोर्डिङ स्कुल हो। हामीले यो उहाँले बनाएको यो कला प्रदर्शन र हामीले यो फुड प्रदर्शन पनि हेऱ्यौँ र यो हेर्दाखेरि मलाई एउटा अनौठो कुरा महसुस भएको छ। जस्तो हाम्रो साना बालबालिकाहरूले हामीले कतिपय कुराहरू अहिलेको उसमा चाहिँ विज्ञान प्रविधिसँग जोड्नुपर्छ भन्ने कुराहरू हामीले धेरै ठाउँमा बोलेका पनि थियौँ, भनेका थियौँ। वास्तवमा त्यो आज प्र्याक्टिकल रूपमा चाहिँ मैले आफैले हेर्न पाएँ। यो एकदम खुसी लागेको छ र हाम्रा बालबालिका स्रोत साधन भयो भने यो देशको नीतिगत कुराहरूमा चाहिँ प्रविधिमा वैज्ञानिक ढङ्गबाट अगाडि बढाउन सक्यो भने हाम्रो यही डडेलधुराकै विद्यार्थी भाइ बहिनीहरूले डडेलधुराकै हाम्रा छोराछोरीहरूले धेरै कुराहरू गर्न सक्छन् भन्ने कुरा एउटा प्रुफ भएको छ भने जस्तै हाम्रा भाइ बहिनीहरूले विभिन्न खानाको परिकार, अझ हाम्रो सुदूरपश्चिमेली खानाको परिकार पकाउनु भएको छ। त्यो पनि एउटा विद्यार्थी भाइ बहिनीहरूले पकाउनु पर्ने, सिक्नुपर्ने यो नितान्त आवश्यक कुरा हो। र यो उनीहरूले पकाएको कुरा भन्दा पनि यो विद्यालयले त्यसलाई यस्तो पकाउनुपर्छ भन्ने खालको सिकाएको रूपमा यो अवधारणा बाहिर ल्याएको छ। यसका लागि धन्यवाद दिन चाहन्छु र समग्र रूपमा मलाई धेरै राम्रो लागेको छ, खुसी लागेको छ। र यसलाई अब हामीहरूले सरकारको तर्फबाट
जनप्रतिनिधिको हैसियतले आगामी दिनहरूलाई अझ यसलाई परिवर्तन यसलाई प्रमोट गर्नका निमित्त नीतिगत कुरा र बजेटको पाटामा केही गर्नुपर्छ भन्ने कुरा महसुस भएको छ। विद्यालयले पढाइसँगै विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने किसिमका गतिविधि आयोजना गरेकोमा खुसी व्यक्त गरेका छन्। यस्ता कार्यक्रमले बालबालिकाको आत्मविश्वास बढ्नुका साथै नयाँ कुरा सिक्ने अवसर मिल्ने अभिभावक गोविन्द खडायतको भनाइ छ। विद्यार्थीहरूले तयार गरेको चित्रकला तथा विज्ञान र प्रविधिसँग जोडिएका सामग्री, चित्रकला तथा विज्ञान तथा प्रविधिको अभिभावक खडायतले प्रशंसा गरेका छन्। यो विद्यालयले सिप कला कौशलको जो प्रस्तुति राखेको छ अत्यन्तै महत्त्वपूर्ण रहेको छ र विद्यार्थी नानीबाबुहरूमा सिपको जो आवश्यकता छ, कलाको जो आवश्यकता छ त्यो विकास भएको मैले पाएको छु। यसले उनीहरूको जीवनमा अझै सिप र कौशलको विकास हुन्छ र एउटा चाहिँ महत्त्वपूर्ण उत्पादनशील क्षेत्रमा पनि विद्यार्थीहरू लाग्ने, आफ्नो सिपको विकास हुने मैले पाएको छु। यो अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम रहेको मैले पाएको छु। प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरूले तयार गरेको चित्रकला तथा विज्ञान र प्रविधिसँग जोडिएका सामग्रीहरू अवलोकनका लागि राखिएका थिए। 21औं शताब्दीको शिक्षा विज्ञानसँग जोड्न सकिएन भने त्यो शिक्षा सार्थक नहुने र यस्तो विज्ञान प्रदर्शनीले विद्यार्थीहरूको ज्ञान क्षमतामा वृद्धि हुने र कक्षागत पढाइसँगै व्यावहारिक ज्ञानमा जोड दिँदै विद्यालयले हरेक वर्ष विद्यार्थी अन्तर्निहित प्रतिभा तथा क्षमता प्रस्फुटन गराउन यस खाले रचनात्मक कार्य गर्दै आएको माउन्टेन इङ्ग्लिस मिडियम बोर्डिङ स्कुलका प्रिन्सिपल महेश महराले बताउनुभयो। सम्पूर्णलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु। सधैँ जस्तो माउन्टेनले आज एउटा कार्यक्रम आयोजना गरेको छ, जुन कार्यक्रमको उद्देश्य भनेको विद्यार्थी भित्र रहेको अन्तर्निहित क्षमतालाई बाहिर ल्याउनका लागि किताबीय ज्ञान मात्रै पर्याप्त छैन र किताबबाट सिकेका र किताबका पानाहरूबाट चाहिँ उनीहरूले अभ्यास गरेका कुराहरूलाई व्यक्तिगत जीवनमा पनि उतार्न सकुन्, उनीहरूले अहिलेको 21औं शताब्दीलाई फेस गर्न सक्ने खालको आफ्नो क्षमताहरू अभिवृद्धि गर्न सकुन् भन्ने उद्देश्यले विगत 2073 सालदेखि माउन्टेन विद्यालयले यो बृहत विज्ञान प्रदर्शनी, फुड फेस्टिभल, आर्ट क्राफ्टको आयोजना गर्दै आइरहेको छ र यसमा विद्यार्थी नानीबाबुहरूले आफ्नो खाजा खर्चलाई चाहिँ म्यानेज गरेर उनीहरूले यो कार्यक्रम आयोजना गर्न खोजेका छन्, जसको उद्देश्य भनेको विद्यार्थी स्वावलम्बी बनाउने, उनीहरूलाई नेतृत्व विकास गर्ने र उहाँहरूको प्र्याक्टिकल नलेजलाई पनि इन्हान्स गर्ने तरिकाले माउन्टेनले 73 सालदेखि निरन्तर रूपमा प्रयास गर्दै आइराखेको छ र यसमा विद्यालयले एउटा संरक्षणको काम मात्रै गरेको छ र विद्यार्थीलाई यो एक्सपोजर क्रिएट गर्दै गरेर प्रत्येक वर्ष उहाँलाई जस्तो हामीले प्रत्येक व्यक्तिहरूबाट सुन्ने गरेका छौँ, घरमा आफैले एउटा चिया पनि बनाएर खान सक्दैन भन्ने देखिन्छ, 2 अक्षर पढ्न सक्दैन, यत्रो पैसा पे गर्ने भन्ने पनि गुनासो आइरहेको छ र यो कुरा सबैले चिर्दै हाम्रा अभिभावकज्यूलाई आज बोलाएर हामी त्यो कुरामा पनि सक्षम भइराखेका छौँ। हामी अनुशासन मात्रै सिकिरहेका छैनौँ, हामी किताबीय ज्ञान मात्रै पनि सिकिरहेका छैनौँ, हामीले खाना पकाउन सिकिरहेका छौँ, हामीले नेतृत्व गर्न सिकिरहेका छौँ, हामीले स्पिच दिन सिकिरहेका छौँ, हामीले विज्ञान पढ्दै गर्दाखेरि त्यो किताबबाट सिकेका कुराहरूलाई चाहिँ प्र्याक्टिकली पनि हामीले एउटा मोडलमा उतारेर चाहिँ हामी भोलिको दिनमा योभन्दा बृहत हामी रिसर्चका ठाउँमा पनि पुग्न सक्छौँ भन्ने हेतुले विद्यार्थीहरूले अग्रसर भएर यो काम गरेका छन् र विद्यार्थीहरूलाई यो हौसलाका रूपमा र उत्सवका रूपमा मनाउँदै गर्दा विद्यालय जहिले पनि उहाँहरूको यो प्रमोसनका लागि हामी लागिपरेका छौँ। प्रदर्शनीमा रोबोटिक्स, बिहार शिक्षा प्रणाली, पाठ्यक्रममा आधारित भौतिक विज्ञान, जीव विज्ञान, तारामण्डल, विद्युतीय इन्जिनियरिङ, स्टिम शिक्षा प्रणाली तथा कक्षागत पाठ्यक्रममा समावेश विषयवस्तु लगायत मनोरञ्जनात्मक सामग्री समेत राखिएका थिए। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए भने अभिभावक, शिक्षा तथा स्थानीय व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।